यो हाम्रो घर यहाँ नवीनले घर बनाएछ यता हाम्रो घर बारीहरू तलतिर पहिला पहिला घाँस काट्ने रुखहरू सरकार बाजे घर मासतिर ए लौ टायल फालेर टिन हालेछ नि त ए घर त यसो पसम यहाँ आइसकेपछि त अब केरा सेरा यो हामीले रोपे केरा यार पहिलाको पाखुरीको रुख को हुनुहुन्छ घरमा यो ट्याङ्कीको उस मैले फिट गरेको यो हाम्रो पुरानो घर को हुनुहुन्छ सन्चै हुनुहुन्छ यसो घर हेर्न आएको कस्तो बनाउनु भयो भनेर यहाँ बार हाल्नु भएछ हामी हुँदा यो बार थिएन म यही घरको मान्छे पहिलाको भयो 3-4 भयो टिन हाल्नु भयो रहेछ के टायल फालेर हो लिचीको रुख त राम्रै भएर रहेछ हावाले एक घर भाँचिदिएको थियो पहिला गोठ भयो यो यतातिर मलखात यसो हेरौँ है आफू जन्मेको ठाउँ कस्तो हुने रहेछ भएर चाहिँ यसो हेर्न मन लाग्ने रहेछ बाख्राहरू यतातिर टोयलेट थियो पहिला यहाँ अलिक कस्तो कस्तो नि साँगुरो बनाएका छन् लिचीको रुख भाँचिएर एक साइडको उस भएको थियो फेरि राम्रो भएछ घर यहाँ मासतिर ढोकामा मैले फुल बनाएको थिएँ नि पहिला मेट्नु भएको छ खै हेरौँ है रङ लगाइदिनु भएछ मैले 1 हप्ता लगाएर बनाएको फुल हो यसो हेर्छु है यति बाँकी रहेछ यो मैले पेन्ट गरेको धेरै अगाडि करिब 15-16 वर्ष अगाडि यति बाँकी रहेछ फेरि रङ लगाउनु भएछ यस्तो भएछ घर त हजुर तपाईँ एक्लै हो सुन्तलाको रुख अलि सानो थियो अलि ठुलो भएछ अहिले त म जेठो ट्याङ्कीहरू यो हामी हुँदै राखेको ट्याङ्की हो अझै रहेछ हजुर हामी त्यो मासतिर जाने हो जान त अनि यसो पसेर हेरौँ भनेर हेर्नु मन लाग्ने रहेछ के यता बाँसरी बनाउनु भएछ